ब्याक टु माई न्यू भिडियो साथीहरू। आज हामीहरू चाहिँ के छ भनेपछि प्लान होइन, खेत रोप्ने धानको बिउ राख्ने छ होइन। हामीहरू चाहिँ धानको बिउ राख्न जाँदैछौँ। किन भन्नुहुन्छ, यस्तो गर्मी छ गाइस, कति भनेपछि तराईको यो 12-1 बजी त होइन, लगभग 50 भन्ने 45-40 डिग्रीसम्म तापक्रम छ। म देखाउने छु गएर त्यहाँ धानको बिउ राखेको। यार छुटिया काम पनि गरेन, छुटिया हो। म चाहिँ खेतरी गयो गाइस होइन, खेतमा चाहिँ बोबाल छ क्या पुरै। अब तातोमा पानी आएको छैन, पाइपबाट पानी हाल्यो। अनि उनीहरू चाहिँ मेरो मम्मी र भाउजू देख्न सक्नुहुन्छ यार। यस्तो छ गाइस हो। तिनीहरू त पत्ता हेर्ने हो, हाम्रो भाउजू फेरि यस्तो बताइदिन्छ। यसमा चाहिँ हिजो राखेको चाटीहरू देख्न सक्नुहुन्छ होइन। हामीले चाहिँ यो धान रोप्ने हो। किन भन्नुहुन्छ, यो धान रोप्ने भनेर बिउ राख्ने क्या, आकाशमा पानी आएन। अब के गर्ने, यस्तो बिजोग छ। अनि हामीले चाहिँ म चाहिँ यो पाइप थुन्दैछु गाइस, पाइप थुन्नु पऱ्यो क्या यतिपट्टि। गाइस रुटा ट्र्याक्टर पनि आउँदैछ होइन। अब ट्र्याक्टर आएपछि हामीले पुरा यो जोत्ने हो। जोतेर अब त्यसपछि हामीले फेरि नाली लाउनु, मतलब आली लाउने सम्भव बनाउनुपर्छ। सम्भव बनाइसकेपछि बल्ल धानको बिउ छर्ने कामहरू धेरै